हेलो गाइज, आज झोलवाला चटपटी खाने रम्पम भिजेको चना यता सबै चिज काटिसकेको छौँ। माथिबाट रम्पम हालिसक्यो अनि त्यसपछि भुजिया, चाँदनी भुजिया, अनि त्यसपछि बजारबाट मटर पनि ल्याएको थिएँ। मटर अब हाल्नुपर्छ। सबै मटर हालिसकेपछि अनि त्यसपछि के हाल्ने, आलु हाल्ने। उसिनेको आलु हालिसकेपछि भिजेको चाना हाल्ने, मजाले हाल्नुपर्छ। मिठो हुन्छ चटपटे चना हाल्यो भने। अनि माथिबाट प्याज, अदुवा, काँचो खोर्सानी, गाजर, अनि त्यसपछि टमाटर, अनि लास्टमा धनिया पत्ता हालिसकेपछि सबै हालिसकेपछि अनि त्यसपछि चौचौको मसला पनि थियो, त्यो पनि हालिसकेँ। चौचौको मसला हालिसकेपछि अनि यो झोल रेडी भइसकेको छ हाम्रो चटपटीमा दिने झोल। अनि त्यसपछि धुलो खोर्सानी हाल्नुपर्छ मजाले। 2 चम्मच जति धुलो खोर्सानी हालिसकेपछि धनियाँको धुलो पनि हाल्नुपर्छ 1.5 चम्मच जति। 1 चम्मच हालिसकेपछि आधी चम्मच पनि हाल्नुपर्छ, अलिक टेस्ट राम्रो आउँछ। त्यसपछि मेरो भान्जी हाई गर्दैछ। अनि त्यसपछि एउटा कागती काटेर मजाले निचोरी हाल्नुपर्छ। अर्को आधी पनि मैले हाल्नेछु। अर्को पनि मजाले निचोरेर मजाले सबै रस निकालेर अलिक अमिलो खानुपर्छ। अनि माथिबाट तोरी तेल हाल्नुपर्छ अलिक स्वादको लागि। अनि माथिबाट यो स्पाइसी झोल पनि हाल्नुपर्छ। हल्का मैले धुलो खोर्सानी पनि हालिदिएको थिएँ झोलमा, पिरो हुन्छ भनेर। मजाले मुस्ने सबै मुसिसकेपछि एकदम सबै थोक मिलाउनुपर्छ। मैले नुन चाहिँ बिर्सेको छु, अब माथिबाट नुन हाल्नुपर्छ। नुन अलिक ठिकै हाल्नुपर्छ, धेरै नुन। माथिबाट कालो नुन पनि हाल्ने। मेरो भान्जी हाँस्दैछ नुन बिर्सियो भनेर अघि नै। मजाले मुसिसकेपछि मेरो भान्जीले नुन हाल्दैछ, कालो नुन। अनि त्यसपछि हालिसकेपछि मजाले मुस्ने अनि सबैलाई थोरै सबैलाई दिने। अनि म चाहिँ धेरै खाने। अनि अब मेरो भान्जीले र यहाँ चाहिँ दिनु हुँदैछ सबलाई। सुरुमा चाहिँ ठुलो मान्छेलाई दिने हो, त्यसैले यहाँ नानीलाई दिनु हुँदैछ। र यो मेरो मामा र त्यो मेरो भाइ हो। हेर्नु सक्नुहुन्छ कति क्युट छ। यहाँ हेर्नु हाँस्दैछ गाइज। र यहाँ चटपटे बनिसकेको छ। कस्तो छ, लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनुहोस्। र यहाँ चाहिँ म खाँदैछु, हेर्नुहोस्। ल बाई।